यस्तो 5वटा कुरा जसले लाइफमा धेरै नै समस्या लिएर आउँदा रहेछ क्या। र यो 5वटा कुरा चाहिँ हामीले लाइफमा गर्नै पर्ने रहेछ है। त्यो 5वटा कुराहरूमा नम्बर 1 चाहिँ के हो भने चाहिँ नि डु नट टेल योर प्लान क्या। आफूले के गर्नु आँटेको छ है, के किन्नु आँटेको छ, या मेरो यस्तो प्लान छ, म त यस्तो गर्नेवाला छु भनेर कसलाई पनि भनिबस्नु ठिक छैन क्या। बरु रिजल्ट आएपछि आफूले गरिसकेपछि देखाउनुहोस्, भन्नुहोस्, त्यसमा केही फरक परेन। तर अगाडि नै तपाईँले भन्नाले चाहिँ त्यो आरिस, जलन अनि नजर भन्छ नि, त्यो सबै कुराहरू चाहिँ आफ्नै नजिकको मान्छेहरूबाटै आउँछ क्या। नम्बर 2, आफ्नो इमोसनलाई कन्ट्रोल गर्नु क्या। कसैले के भनिदियो भने त्योसँग गएर झगडा परिहाल्नु पर्ने, त्यसलाई गएर त्यो रियाक्ट गरिहाल्नु पर्ने, त्यो जरुरी छैन क्या। तपाईँलाई थाहा हुनुपर्छ कि तपाईँको लेभल कहाँ छ, तपाईँले कहाँनिर गएर चाहिँ कहाँनिर तपाईँले हिलोमा खुट्टा हाल्दैछ, त्यो चाहिँ तपाईँलाई थाहा हुनुपर्छ। किनभने कतिजना मान्छेहरू चाहिँ नि तपाईँको मायाको त होइन कि तपाईँको रिस अनि घृणा पनि डिजर्भ गर्दैन क्या उनीहरूले। सो छोडिदिनुपर्छ त्यस्तोहरूलाई। उनीहरूले जेसुकै भनोस्, भुक्ने भुक्दै गर्छ। तपाईँ आफ्नो काममा फोकस हुनु एकदमै जरुरी छ। नम्बर 3, रिमुभ फेक पिपल। मैले अस्तिको दिन पनि एउटा फेक पिपलको भिडियो बनाएको थिएँ। यस्तो हुन्छ, तपाईँको हुन्छ नि लाइफमा कसले चाहिँ तपाईँलाई माया गरेको, साथ दिएको, एक्टिङ गरिरहेको छ र कसले चाहिँ तपाईँलाई रियलमा साथ दिइरहेको छ, त्यति त तपाईँले अनुभव गर्न सक्नुहुन्छ नि त होइन। र यो एक्टिङ गर्ने, मायाको नाटक गर्ने मान्छेहरूलाई चाहिँ आफ्नो लाइफदेखि जति छिटो निकाल्नु सक्यो त्यति छिटो नै लाइफमा खुसियाली आउँछ। अब नम्बर 4 है, तपाईँले मान्छेहरूलाई नो भन्नु चाहिँ सिक्नुपर्छ क्या। जहाँ पनि तपाईँले यस हुन्छ, हजुर भन्नु थाल्नुभयो भने चाहिँ तपाईँ बेसी युज हुन्छ। हरेक कुरामा यस भन्ने बानीले मान्छेलाई धेरै कमजोर बनाउँछ अनि ऊ धेरै युज हुन्छ। अब नम्बर 5 चाहिँ एकदमै इम्पोर्टेन्ट छ है। कसैलाई बदला लिनु छ भने चाहिँ उसँग झगडा परेर, उसलाई कुटेर, हिर्काएर, उसँग नबोलेर त्यसरी बदला होइन। कसैलाई बदला लिनु छ भने चाहिँ तपाईँले आफूले आफूलाई ग्रो गरेर, आफूलाई सेल्फ बिल्ड गरेर, आफू दिनदिनै त्यो सक्सेसको बाटोमा अगाडि हिँड्नुहोस्, जुन बाटोमा हिँड्ने अरूको लेभल नै नहोस् क्या। अब यो 5वटा कुराहरू है, म पनि अब तपाईँहरूलाई अहिले मैले भनिरहेको छु, मैले पनि 2टा या 3टा कुराहरू चाहिँ मैले पनि मेरो लाइफमा गर्नै पर्ने भएको छ, गरि पनि रहेको छु। म पनि बिस्तारै अगाडि बढ्दैछु र यो 5वटा कुराहरू चाहिँ मनमा याद राखेर तपाईँहरू पनि अगाडि बढ्नुहोस् होला है त।